भाजपा विधायकहरूको वकआउट। पश्चिम बंगाल विधानसभामा सत्ता र विपक्षी बीच टकराउ झनै चर्कियो। नमस्कार, म सलिना, तपाईहरुले हेर्दै हुनुहुन्छ एसके लाइभ। पश्चिम बंगाल विधानसभामा सत्ता पक्ष र विपक्ष बीचको तनाव फेरि एकपटक सतहमाथि आएको छ। पछिल्लो केही दिनदेखि भारतीय जनता पार्टीका विधायकहरू बारम्बार सदनको कार्यवाहीको बहिष्कार गर्दै आएका छन्। आज पनि सदनमा त्यस्तै प्रकारको दृश्य दोहोरिएको छ। पछिल्लो विवाद सिलीगुडी क्षेत्रका भाजपा विधायक शंकर घोषबाट सुरु भएको थियो भने उनी जब सदनमा आफ्नो धारणा प्रस्तुत गर्न उभिए, सत्ताधारी पार्टी तृणमूल कांग्रेसका विधायकहरूले अवरोध गर्न थालेको तिनले आरोप लगाएका छन्। घोषले आफ्नो मन्तव्य सुरु गर्ने बित्तिकै टीएमसी विधायकहरू नाराबाजी गर्दै चिच्चाउन थाले र वातावरण अशान्त बनाएको तिनले बताएका छन् भने स्पिकरले सत्ता पक्षका विधायकहरूलाई नियन्त्रणमा राख्ने प्रयास गरे तापनि उनीहरूको अवरोध जारी रहेको थियो। यसअघि गत दिन पनि भाजपा विधायकहरूले एक मन्त्रीको वक्तव्य नसुनिकनै सदनबाट वकआउट गरेका थिए। आज जब शंकर घोषले जनसम्बन्धी मुद्दाहरू उठाउने प्रयास गरे त्यतिबेला पनि उनलाई सुनिन नदिएको विपक्षीको आरोप छ। सत्ता पक्षबाट अविरल रूपमा भइरहेको शोर र अवरोधको विरोध स्वरूप भाजपा विधायकहरू सदनबाट वकआउट गर्दै बाहिर निस्किए। बाहिर उनीहरूले हातमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गर्दै धरनामा बसे भने प्लेकार्डमा जनताको आवाज दबाउन पाइँदैन, विपक्षीलाई मौन गराउन अन्याय हो जस्ता सन्देशहरू लेखिएको देखियो। हवस् त दर्शकवृन्द, यस्तै अपडेट र खबरहरू लिएर हामी पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई तपाईहरु पनि हेर्दै गर्नुहोला एसके लाइभ। समयमा रोपेको बिरुवाले बेला बेला मलजल पाए एक दिन रुख भएर फलफुल दिन्छ। त्यसरी नै एसआईपीमा ससानो रकम लगाउनु गर्दै गरी ती रकमहरू भविष्यमा ठूलो रूप लिन सक्छ एवं तपाईले धनवान पनि बनाउन सक्छ। घर बनाउन, उच्च शिक्षा लिन, सुख साधन किन्न, सम्मानित रिटायरमेन्ट जीवन जिउन, होसमा जोश मिलाई एसआईपी में लगानी गरी भविष्य बनाउनुहोस्। म्यूचुअल फंड निवेश बाजार के जोखिमों के अधीन है। योजना से जुड़े सभी दस्तावेजों को ध्यान से पढ़ें।